एकताको बारेमा केही महत्त्वपूर्ण भनाइहरू यस्तो रहेछ। अनि यहाँ भनेको छ एकता नै बल हो। जब हामी एउटै उद्देश्यमा अघि बढ्छौँ असम्भव पनि सम्भव हुन्छ। आमेन। यो चाहिँ म्याटी भन्ने व्यक्तिको भनाइ रहेछ। एकता के हो? बल हो। यो हामीलाई थाहा भएकै कुरा हो। एकता के हो? बल हो। अनि हामी सबैजना मिलेर काम गर्यौँ भनेदेखि असम्भव कुरा पनि के हुन्छ? सम्भव हुन्छ। अनि कहिलेकाहीँ हामी त्यो मासतिर जाँदै गर्दाखेरि त्यो तपाईँहरूले देख्नुभएको होला सुन्दरी जलको पाइप के त्यो डाँडामा होइन एक्लै त्यो पाइप चढाउँछु भनेर सक्छ होला? सक्दैन थियो होला नि। धेरैजना मिलेर कतै बनाएको कारणले गर्दाखेरि त्यो सम्भव भयो नि होइन। यसो हेर्दाखेरि असम्भव जस्तो त्यतिखेर अहिलेको जस्तो क्रेन थिएन होइन, गाडीहरू त्यस्तो थिएन, कसरी गर्यो होला भनेर कहिलेकाहीँ हामी अचम्म पनि मान्छौँ होइन। तर यसो हेर्दा असम्भव जस्तो देखिए तापनि धेरैजना मिलेर गरेको कारणले गर्दा ती कुराहरू के भए? सम्भव भयो। अनि सँगै आउनु चाहिँ सुरुवात हो, सँगै बस्नु चाहिँ प्रगति हो र सँगै काम गर्नु चाहिँ सफलता हो। हेनरी फोर्डको भनाइरहेछ है, बुझ्नुभयो नि। हामी यसरी सँगै आउनु नै के रहेछ? सुरुवात हो रहेछ। अब सँगै बस्नु सङ्गति गर्नु यो के हो? प्रगति हो होइन। अब सँगै बस्नु सङ्गति गर्नु चाहिँ के हो? प्रगति हो। भनेदेखि अझै सँगै मिलेर काम गर्नु चाहिँ के हो? सफलता हो। आमेन। हामीले दर्शन भिजनहरू राखेका छौँ, त्यो दर्शनहरू मिसनहरू पुरा गर्नुको लागि चाहिँ हामीले के गर्नु पर्यो? सँगै मिलेर काम गर्नु पर्यो। अनि अर्को एउटा भनाइ रहेछ, एक्लै गर्दा थोरै गर्न सकिन्छ, सँगै गर्दा धेरै गर्न सकिन्छ। हेलेन केलर भन्ने व्यक्तिको भनाइ हो। अनि अर्को एउटा भनाइ छ, साँचो एकता भनेको गम्भीर परीक्षामा पनि नटुट्ने हुनुपर्छ। महात्मा गान्धीको भनाइ है, बुझ्नुहुन्छ? साँचो एकता कतिचोटि सजिलोमा त सबैजना साथ दिन्छन् होइन। एउटा नेपालीमा फेमस भनाइ छ है, छन् गेडी सबै मेडी, छैनन् गेडी सबै टेडी। बुझ्दै हुन्छ नि होइन। प्रशस्त हुँदा पैसा हुँदा त जो पनि साथमा आउला होइन। तर साँचो एकता चाहिँ त्यतिखेर प्रमाणित हुन्छ जब समस्या हुन्छ होइन। सङ्घर्ष गर्दाखेरि पनि म तपाईँको साथमा छु भनेर खडा हुन्छ भनेदेखि चाहिँ त्यो चाहिँ के हो? साँचो एकता। आमेन। भोलि मण्डलीको अप्ठ्यारो परिस्थितिहरूमा होइन, चुनौतीहरूमा म साथमा छु भनेर खडा हुँदै गर्दाखेरि चाहिँ होइन, त्यहाँ चाहिँ साँचो एकता देखिन्छ। आमेन। एउटा सानो क्लिप छ तपाईँहरूको मनोरञ्जनको लागि पनि, एउटा सानो क्लिप यहाँनिर राखेको छ। एकचोटि थिइन्छ त्यहाँ साउन्ड के भयो? टाढो भएर सानो यो बत्तीमा त्यो टाढो भएर डिस्टेन्स भएर साउन्ड अड्क्यो होला। ठिकै छ, साउन्ड नभए पनि बुझिन्छ। बुझ्नुभयो नि होइन।
ग्लिप्स स्पष्ट छ है के देख्नुभयो भन्दा एक्लै भएको भए सकिन्थ्यो होइन त ठुल्ठुलो कुराले त्यहाँनिर आक्रमण गर्दैछ होइन तर त्यहाँनिर उनीहरू जब युनिटीमा आए के भयो असम्भव कुरा पनि त्यहाँनिर के भएको छ सम्भव भएको छ है अनि वास्तवमा सायद क्रिस्चियनहरूले जति धेरै एकताको कुरा अरू कसैले पनि गर्दैन है कच्चे त्यो चाहिँ कुरामै सीमित हुन्छ कि काममा हेऱ्यो भने चाहिँ अनेकता देखिन्छ अरूहरूमा बरु त्यति साह्रो अनेकता देखिँदैन हामी क्रिस्चियनहरूमा चाहिँ कहिलेकाहीँ डक्ट्रिनको कुरालाई लिएर कहिलेकाहीँ डिनोमिनेसनको कुरालाई लिएर होइन कहिलेकाहीँ शिक्षाको कुरालाई लिएर धेरै अनेकता हामी पाउँछौँ अनि मण्डलीभित्रै पनि है अनि विभिन्न कुरालाई लिएर त्यहाँनिर गुटबन्दी भएको र अनेकता सिर्जना गरेको पाउँछौँ तर परमेश्वरको वचनले कहिले पनि अनेकताको विषयमा सिकाउँदैन परमेश्वरको वचनले जहिले पनि एकताकै विषयमा सिकाउँछ आमेन संसारको मानिसहरूले जसलाई परमेश्वरको वचन थाहा छैन ती मानिसहरूले समेत एकताको महत्त्वलाई बुझेर यस्ता खालका भनाइहरू राखेका छन् भनेदेखि हामी जसलाई परमेश्वरले चुन्नु भएको छ जसको एउटै उद्देश्य छ एउटै योजना छ त्यो व्यक्तिहरूमा झन् कति बढ्ता एकता हुनुपर्ने हुन्छ अनुसार परमेश्वरको वचनबाट आज चाहिँ एकतामा कसरी बढ्दै जाने भन्ने कुरा चाहिँ एफिसी 4 अध्यायको 1 देखि 12 पदसम्मका कुराहरूलाई लिएर हेर्नेछौँ सबैभन्दा पहिलो कुरा चाहिँ के हो भन्दाखेरि बुँदा नम्बर 1 मा चाहिँ बोलावट योग्यको जीवन यापन गरेर है नम्बर 1 बुँदा चाहिँ के रहेछ भने बोलावट योग्यको जीवन यापन गरेर एफिसी 4 को 1 पद है यो चाहिँ 11 होइन 1 पद हो अनि त्यो चाहिँ एक फेरि दोहोरिएको कारणले यस्तो देखिएको है यसकारण म परमप्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर आमेन एकता कायम गर्ने पहिलो कुरा चाहिँ के रहेछ भने हामी बोलावट अनुसारको जीवन यापन गरेर आमेन तपाईँ र मलाई परमेश्वरले कुन उद्देश्यले बोलाउनु भएको छ त्यो बोलावट अनुसारको जीवन यदि हामी जिउँदै गयो भनेदेखि त्यहाँ चाहिँ के छ एकताको सम्भावना छ किनभने परमेश्वरले हामी हरेकलाई एउटै उद्देश्यको लागि बोलाउनु भएको छ आमेन हो कि हामी सबैजनालाई परमेश्वरले एउटै उद्देश्यको लागि बोलाउनु भएको छ कि उहाँको महान कार्य पुरा गर्ने आमेन काम गर्ने क्षेत्र फरक होला तर बोलावट परमेश्वरले तपाईलाई के को लागि बोलाउनु भएको यो बोलावटलाई कहिले पनि नबिर्सनुहोस् है वास्तवमा अल्टिमेट बोलावटलाई चाहिँ हामीले विचार गर्नु पर्यो के त्यो बोलावटमा पुग्नको लागि हाम्रो कार्यक्षेत्र फरक होला तर बोलावट चाहिँ के हो एउटै हो आमेन हामीलाई परमेश्वरले एउटै उद्देश्यको लागि बोलाउनु भएको छ त्यसकारणले गर्दाखेरि हामी बोलावट अनुसारको जीवन जिउन थाल्यौँ भने त्यहाँनिर के हुन्छ एकता हुन्छ हाम्रो अल्टिमेट गोललाई सबैजनाले हेर्यौँ भने के हुन्छ एकता हुन्छ आमेन हामी सबैजनाले चाहिँ के हेर्नु पर्यो भन्दाखेरि अब हाम्रो मानिलिउँ यस मण्डलीको उद्देश्यलाई मात्रै हेर्छौँ भनेदेखि चाहिँ के छ भन्दाखेरि हामीले चाहिँ स्वचालित स्वपालित र स्वउत्पादित मण्डलीहरू नेपाल लगायत विश्वभरि स्थापना गर्दै जाने आमेन एउटा ठुलो दर्शन हामीले बोकेका छौँ यो एक्लैले सक्छ सक्दैन हैन प्रभुलाई धन्यवाद होस् केही समयमा हाम्रा केही छोरी मण्डली स्थापना भएका छन् अनि केही अन्य मण्डलीहरूसँग हामी सहकार्यहरू गर्दैछौँ हैन यो एउटा चाहिँ एक्लैले कहिले पनि यो दर्शन पुरा हुन सक्दैन अनि त्यसमाथि पनि हामी सबैजनाले यो दर्शन एउटा विशेष गरेर मण्डलीहरू स्थापना गर्ने दर्शन हामीले जुन एउटा बोलावट परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ त्यो बोलावटतिर हामी सबैजना केन्द्रित भएनौँ भनेदेखि हामी त्यो दर्शन कहिले पुरा गर्न सक्दैनौँ यसकारणले गर्दाखेरि हामी प्रत्येकलाई परमेश्वरले के को लागि बोलाउनु भएको छ भन्ने कुरालाई चाहिँ हामीले बुझ्नु पर्यो होला प्रभुमा आउँदै गर्दाखेरि कतिजना रोगबाट निको हुनको लागि आउनुभयो कतिजना के विचार गरेर आउनुभयो भिन्दै भिन्दै परिवेशले परमेश्वरले तपाईँलाई बोलाउनु भयो होइन बोलाउँदाखेरि परमेश्वरको बोलावट त्यसरी तपाईँले पाउनुभयो तर अब आइसकेपछि अब हामीले परमेश्वरको वचनबाट के बुझ्दैछौँ भन्दाखेरि हाम्रो बोलावट चाहिँ निको हुनको लागि मात्रै होइन रहेछ हाम्रो बोलावट चाहिँ के कुरा बुझ्नको लागि मात्रै होइन रहेछ तपाईँ र मेरो बोलावट चाहिँ के भन्दाखेरि उहाँको अल्टिमेट उद्देश्य पुरा गर्न आमेन उहाँको महान आज्ञा के हो जाऊ
सारा संसारमा गएर सबै देशका मानिसहरूलाई सुसमाचार सुनाऊ। आमेन। चेला बनाऊ अनि परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्माको नाममा के देऊ? बप्तिस्मा देऊ। अनि यी सबै कार्यहरू चाहिँ के द्वारा पुरा हुन्छ? मण्डली रोपनद्वारा। आमेन। मण्डली स्थापना गरेर। त्यसको मतलब के हो? मण्डली स्थापना गर। बप्तिस्मा देऊ भन्नुको मतलब के हो? त्यो ठाउँमा मण्डली स्थापना गर। अनि त्यो कार्य पुरा गर्नुको लागि हामी सबैलाई परमेश्वरले बोलाउनु भएको। आमेन। अनि दोस्रो कुरा छ एकताको लागि आवश्यक गुणहरू अपनाएर। आमेन। त्यतिकै त एकता हुँदैन, दर्शन त हाम्रो एउटै भयो, तर एकतामा जिउनको लागि, एकतामा बढ्नको लागि त्यो गुणहरू पनि हामीमा के हुनु पर्यो? विकास हुनु पर्यो। कस्तो गुणको बारेमा यहाँ लेखिएको छ त हेर्नुहोस् त, एफिसी 4:2-3 के भनेको छ? सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। आमेन। अनि यहाँनिर केही गुणहरू दिएको छ जुन गुणले चाहिँ हामीलाई एकतामा बढ्नको लागि सहायता गर्छ। आमेन। ती गुणहरू हामी हेरौँ है। एकताको लागि आवश्यक गुणहरू, पहिलो कुरा चाहिँ के छ? सारा दीनता। दीनता भनेको के हो थाहा छ? आफूले आफूलाई रित्याउने हो। दीनता भनेको आफूले आफूलाई के गर्ने हो? रित्याउने, केही पनि नभएको अवस्था। त्यो पनि कस्तो भन्दाखेरि कति भनेको सारा, के अरे? सारा दीनता भनेपछि मसँग केही पनि छैन, म रित्तो छु प्रभु। प्राय जसो युनिटी नहुने कारण चाहिँ के कारणले भन्दाखेरि अभिमानको कारणले। म केही हुँ, मसँग केही छ, म जस्तो बुद्धिमान को छ र, म जस्तो पैसावाल को छ र, म जस्तो पावर भएको मान्छे को छ र, मेरो के अरे अधिकार त माथिसम्म छ हैन? बुझ्दै हुनुहुन्छ? मेरो के भन्छ रिलेसन माथिसम्म छ, एक कल फोनमा यहाँ यो हुन्छ त्यो हुन्छ। ओके, त्यस्तो कुराले गर्दाखेरि के हुन्छ? युनिटी हुँदैन। सारा दीनता। पौलले के भन्छ? वास्तवमा मैले गर्व गर्ने भने त हैन धेरै कुराहरू छ। म त फरिसीको पनि फरिसी, गामलियलको अधीनमा अध्ययन गरेको व्यक्ति, तर यी सबै कुराहरू चाहिँ ख्रीष्टको निम्ति मैले रद्दी सर ठाने। आमेन। जब हामी ख्रीष्टमा आउँछौँ नि त्यो ब्राइटनेस, घमण्ड अलिकति पनि हुनुपर्छ। सम्पूर्ण रीतिले के हुनुपर्छ? रित्तिनुपर्छ। आमेन। त्यो युनिटीको सूत्र के हो? आफूले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्ने। आमेन। फिलिपिनमा त्यो लेखेको छ है। के भने आफूले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्ने। आफू चाहिँ सारा दीनता, नम्रता, नम्रताको पनि चरम सीमा हुन्छ है। वास्तवमा त्यो भनेको चाहिँ रित्याउने हो। म केही पनि होइन भन्ने विचार राख्नु पर्यो। अर्को के हो? नम्रता है। आफूले आफूलाई एकदमै होच्याउनु पर्यो। यो झन्डै झन्डै उस्तै हो हैन? प्रभुलाई मनपर्ने स्वभाव नै के हो? नम्रता। यदि नम्रता छैन भने त्यहाँनिर युनिटीको आशा गर्न सकिँदैन। नम्रताको विपरीत के हो? घमण्ड हैन? नम्रताको विपरीत के हो? घमण्ड। प्राय जसो युनिटी टुक्रिने नै के को कारणले हो? घमण्डको कारणले गर्दाखेरि हो हैन? मभन्दा कोही कम छैन हैन? र कोही भन्दा कोही कम छैन हैन? उसले यसो भन्छ भने म चाहिँ के कम त हैन? हैन? बुझ्दै हुनुहुन्छ? त्यो खालको विचार आउने बित्तिकै त्यहाँनिर युनिटी हुन सक्दैन हैन? डिसयुनिटी हुन सक्छ। कतिजना यस्तो घमण्ड आउन सक्ला हैन? यो पास्टर जीवनले भन्दा त राम्रो वचन मै प्रचार गर्न सक्छु नि, यो भन्दा राम्रो सेवाकाई त मै गर्न सक्छु नि। प्रेज द लर्ड। त्यो राम्रै कुरा हो, मलाई केही समस्या छैन, तपाईले म भन्दा राम्रो सेवाकाई गर्नुस्। आमेन। तर त्यो विचार आउनु चाहिँ के हो? घमण्ड हो। तपाईसँग क्षमता छ भने प्रेज द लर्ड, प्रभुलाई महिमा होस्। तर यो खालको विचार आउँदै जाँदाखेरि चाहिँ के हुन सक्छ? त्यहाँनिर गुटबन्दी हुन सक्छ हो कि हैन? बिस्तारै बिस्तारै उसले हामी के गर्न खोज्छ? कुरा काट्न खोज्छ नि त हैन? ठिक छैन यो त। एउटा त्रुटि देख्ने बित्तिकै पास्टर जस्तो मान्छेले पनि यस्तो गर्न मिल्छ हैन? यस्तो त मै गरिदिन्छ
है योभन्दा राम्रो त मै गरिदिन्छु भन्न थालेपछि के हुन्छ त्यहाँनिर डिसयुनिटी हुन सक्छ। नम्रता प्रभुले चाहेको एकदमै असल गुण हो, किनभने ख्रिस्ट आफैले पनि यति साह्रो आफूलाई नम्र तुल्याउनु भयो नि होइन। फिलिपीमा भनेको छ उहाँले स्वर्गको त्यो अधिकारलाई पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन। उहाँले आफूले आफूलाई के गर्नुभयो, होच्याउनुभयो, कमाराको रूप धारण गर्नुभयो। आमेन। यति तल होच्याउनुभयो, उहाँ मानिस हुनुभयो, क्रुसमै उहाँ आज्ञाकारी हुनुभयो। आमेन। यदि विचार गर्नुहोस् त स्वर्गमा परमेश्वर पिताको बराबरी स्वर्गीय वैभवमा बसेको व्यक्ति यति तल होचिन सक्नुहुन्छ भनेदेखि चाहिँ हामी यही माटोबाट बनेको धुलो किन होचिन सक्दैन हैन? त्यो घमण्डलाई किन त्याग्न सक्दैन? तपाईँलाई थाहा छ यो घमण्ड भन्ने कुरा चाहिँ के रे तीनवटा पीबाट आउँछ अरे क्या, पावर, पोजिसन एन्ड प्रोपर्टी। बुझ्नु है? पावर भएपछि घमण्ड आउँछ होइन, पोजिसन के अब ठुलो ऱ्याङ्कमा भएपछि पनि के हुन्छ घमण्ड आउँछ होइन, अनि त्यसपछि अर्को धन सम्पत्ति, प्रोपर्टी भनेको धन सम्पत्ति भएपछि मान्छेलाई के हुन्छ घमण्ड आउँछ। अनि तपाईँलाई थाहा छ नि यी सबै थोकहरू चाहिँ स्वर्गमा लानु सकिँदैन, संसारमै छोडेर जाने हो होइन। मैले तपाईँलाई पहिला पनि उदाहरण दिइसकेको होइन अलेक्जेन्डर महानको विषयमा। अनि उहाँ मर्नु हुँदाखेरि चाहिँ उहाँले 3टा कुराको डिमान्ड गर्नुभएको, सायद कतिजनाले सुन्नु भएको छैन, म फेरि रिपिट गर्छु। उहाँ बिरामी भयो, डक्टरले बचाउन नसक्ने भयो, अनि उहाँले चाहिँ के भनेछ, म बाँच्दैन, त्यसो भए जति पैसा परे म खर्च गर्न तयार छु, बचाउन सकिँदैन मलाई भन्दै माफ गर्नु होला, हामी बचाउन सक्दैन। त्यसो भए उहाँले के भन्नुभयो भने यदि मलाई बचाउन सक्दैन भने जनरललाई बोलाएर मेरो अन्तिम इच्छा पुरा गरिदियो, अब म मरिसकेपछि मेरो लास चाहिँ अरू कसैले होइन मलाई उपचार गर्ने डक्टरले बोक्नुपर्छ। अनि त्यसपछि अर्को के भनेछ, मेरो लासको जब यात्रा गराइन्छ नि त्यतिखेर मेरो राजकोषमा भएको सबै सुन चाँदीहरू चाहिँ बाटोभरि छरिदियो, किनभने त्यसले मलाई बचाउन सकेन, न डक्टरले मलाई बचाउन सक्यो। त्यही भएर त्यो चाहिँ एउटा सिम्बल होस्, सबैले थाहा गरोस् कि डक्टरले पनि हामीलाई बचाउन नसक्दो रहेछ, अनि धन सम्पत्तिले पनि लास्टमा बचाउन नसक्दो रहेछ। अनि फेरि अर्को के गर्नु अरे भन्दाखेरि यो बाक्साबाट चाहिँ मेरो 2टै हात बाहिर निकालिदिनु, त्यो पनि खाली हात होइन, ताकि संसारले थाहा गरोस् कि जाने बेलामा हामी रित्तै जानु पर्दो रहेछ। छोटो समयमा संसारमा रुल गरेको एउटा राजा, उसमा घमण्ड कति थियो होला होइन, लास्टमा के गरे सबै कुरा चकनाचुर हुँदो रहेछ, लास्टमा धन सम्पत्तिको काम नलाग्दो रहेछ होइन। त्यत्रो राजा जस्तो मान्छे पनि त्यतिकै नबाँच्दो रहेछ, उसले कति पैसा खर्च गरे पनि होइन, जस्तो सुकै डक्टर हायर गरे पनि लास्टमा डक्टरले बचाउन नसक्दो रहेछ अल्टिमेटली होइन। डक्टरहरूले पनि त्यही भन्छ नि, हामीले कोसिस गर्ने बाँकी माथि हो। त्यसो भए घमण्ड गर्नुपर्ने कुरा के छ यो संसारमा है? धन सम्पत्ति भएर के त्यो होइन हामीले स्वर्गमा लानु सक्ने होइन, यो संसारमा छोडेर जाने हो। पावर, ओहदा, मान्यता केही पनि काम लाग्दैन। धेरैचोटि हामीले धन सम्पत्तिको लागि, पावर, पोजिसन, प्रोपर्टीको लागि नै के गरिरहेको हुन्छ, एकले अर्कालाई हेप्ने, चेप्ने, निन्दा गर्ने, उ गर्ने, त्यो गर्ने, मभन्दा कोही कम छैन भनेर त्यो प्रकारको एउटा अहम अभिमान हामीमा जागिरहेको हुन्छ। तर यी सबै कुरालाई जब हामी त्याग्न सक्छौँ नि अनि मात्रै त्यहाँनिर नम्रता आउँछ। आमेन। नम्रता आउँछ। हामीसँग भएको कुरा केही पनि होइन, तर थोरै हुँदाखेरि कतिले हामीमा घमण्ड आउन सक्छ। पतनको अगाडि चाहिँ के आउँछ? घमण्ड आउँछ। तर नम्रताले चाहिँ युनिटी लिएर आउँछ है। अनि अर्को कुरा चाहिँ के हो? धैर्यता।
अर्को कुरा चाहिँ के हो? धैर्यता। हामीमा के हुनु पर्यो? धैर्यता। कतिचोटि यहाँ हामीमा त्यो धैर्य हुँदैन होइन। एकचोटि गल्ती गरी एकचोटि केही भन्यो प्याच्छ भन्यो हामीमा त्यो धैर्य हुनै सक्दैन, सहनु सक्दैन होइन। धैर्यतामा सहनु भनेको छ धैर्यता आउँदैन होइन। कतिचोटि एकचोटि सुधार्नु खोज्यो, एकचोटि हुँदाखेरि भएन, दुईचोटि हुँदाखेरि भएन, तीनचोटिमा त होइन। अनि त्यो भएपछि युनिटी आउँछ? आउँदैन है। एकता आउँछ? आउँदैन। विचार गर्नु श्रीमान श्रीमतीको बिचमा पनि होइन, एकचोटि गल्ती गरे दुईचोटि गल्ती गरे त्योसँग बस्नु सक्दैन भनेपछि सँगै मिलेर बस्न सकिन्छ? हजुर सकिँदैन नि। त्यहाँ त धैर्यता हुन्छ नि, एकले अर्कालाई सहने कुराहरू हुन्छ नि, हो कि होइन? कुरा बुझ्नुभयो नि। अनि यदि एकता कायम राख्ने भनेदेखि चाहिँ हामीले एकले अर्कालाई धैर्यतामा के गर्नु सक्नुपर्छ? सहनु सक्नुपर्छ। आमेन आमेन। ल अनि त्यही भएर एउटाले अर्कालाई प्रेममा सहने। अर्को कुरा चाहिँ सहनु सक्ने कारण चाहिँ एउटा धैर्यतामा यतिकै सहनु सक्दैन रहेछ। सहने कारण चाहिँ के हो? प्रेम हो। आमेन। प्रेमले के गर्छ? असंख्य पापहरू ढाक्छ, मतलब गल्तीहरू ढाक्छ होइन। यदि प्रेम छ भनेदेखि सहनु सक्छ नि होइन। एकदम माया गरेको व्यक्तिले के गल्ती गर्यो भने सरी यार भने ओके भइहाल्छ नि भन्छ होइन। तर रिस उठेको मान्छेले एउटा छिसीको गरोस् त मौका पाएको हेर्नु अस्तिदेखि रिस उठेको थियो, यो मौका खोजिरहेको थियो, अझै भेट्यो होइन। डरै जान्छ त्यहाँनिर होइन। तर यदि प्रेम छ भने त्यहाँनिर के गर्न सक्छौँ? एकले अर्कालाई हामी सहन सक्छौँ। आमेन। त्यही भएर प्रेममा सहने कुरा हो। अनि त्यसपछि अर्को कुरा शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्ने। आमेन। शान्तिको बन्धनमा के गर्ने रे? पवित्र आत्माको एकता कायम गर्ने। जतिजनाले प्रभु येशूलाई ग्रहण गर्नुभयो नि तपाईहरु सबैजनाले के पाउनु भएको छ? पवित्र आत्मा पाउनु भएको छ। आमेन। कस्तो आत्मा? पवित्र आत्मा। त्यो आत्माको अगाडिको नामै के छ? पवित्र। आमेन। तपाईसँग नि पवित्र आत्मा, मसँग नि पवित्र आत्मा, उहाँसँग नि पवित्र आत्मा हो कि हैन? भनेपछि आत्मै पवित्र भएपछि मिल्न चाहिँ किन नसक्ने त? हजुर ओके। यदि आत्मा पवित्र छ भनेदेखि त मनभित्रको कालोपन पनि हटाउनु पर्छ। आमेन। हामी मानिसमा कालोपन होला तर आत्मामा कालोपन छैन, उहाँ पवित्र हुनुहुन्छ। आमेन। अनि पवित्र आत्माले चाहिँ हामीलाई एक बनाएको छ। एउटै परमेश्वरको आत्मा तपाईसँग छ, मसँग छ। त्यो पवित्र आत्मामा चाहिँ हामीले एकता कायम राख्नुपर्छ। आमेन। होला कति फरक विचार होला, हामी भिन्दै भिन्दै पृष्ठभूमिबाट आएका मानिसहरू, भिन्दै भिन्दै परिवेशबाट आएका मानिसहरू, तर हामी सबैले उहाँको पवित्र आत्मा पाएका छौँ। आमेन। त्यो पवित्रतामा एकतालाई हामीले कायम राख्न सक्नुपर्छ। यी गुणहरू यदि हामीमा विकास गर्छौँ भनेदेखि चाहिँ हामी एकतामा अगाडि बढ्न सक्छौँ। आमेन। त्यही भएर एकताको हाम्रो एकता चाहिँ कहाँ देखिन्छ अरे? हाम्रो व्यवहारमा देखा पर्छ। आमेन। त्यो एकता चाहिँ यो के विचारमा होइन, सिद्धान्तमा होइन, कहाँ देखा पर्छ? व्यवहारमा। हामी एक छौँ कि छैनौँ भन्ने कुरा चाहिँ कहाँ देखा पर्छ अरे? व्यवहारमा। आमेन। एकतामा हुनुपर्ने गुणहरू हामीले थाहा गऱ्यौँ भने आधार चाहिँ के हो त भन्दाखेरि एफिसी 4 देखि 6 सम्म लेखेको छ। शरीर एउटै छ, पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ। आमेन। अघि नै हामीले बोलावट योग्यको होइन, परमेश्वरले हामीलाई जुन बोलाउनु भएको छ त्यो योग्यको जीवन यापन गर भनेर भनेको थियो नि, सुरु गरेको थियो नि। हामी सबैलाई के गर्नु भएको छ? परमेश्वरले एउटै आशामा बोलाउनु भएको छ। आमेन। हामी सबै एक दिन स्वर्ग राज्यमा हुने हो। आमेन। हामी मात्रै होइन, धेरैलाई लिएर स्वर्गमा जाने हो। आमेन। वास्तवमा भनेको छ एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा। हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि, सबै मध्य र सबैमा हुनुहुन्छ। आमेन। धेरै व्याख्या गर्नु पर्दैन, म त्यो पर्दैन, त्यो लिस्टलाई हामी हेर्छौँ। एउटै शरीर। आमेन। हामी तपाईँ र म ख्रिस्टको शरीर हो। आमेन। यस कारणले गर्दाखेरि हामी एउटै शरीर हो। शरीरको कुनै पनि अङ्गलाई त काम लाग्दैन भन्न मिल्छ? मिल्दैन। यदि मिल्छ भनेदेखि कसैले एउटा औँला काटेर फ्याँकिदिनुहोस् त यहाँनिर है, अनि हेरौँ साँच्चै हो रहेछ भनेर। हो कि भनेपछि एउटा औँलाको पनि के छ?
महत्त्व छ। आमेन। एउटा औँलाको पनि के छ? महत्त्व छ। हरेक अङ्गको महत्त्व छ। अनि हामी एउटै छुट्किन मिल्दैन। यदि औँला काटेर फ्याल्न मिल्दैन भने अनेकता कहाँबाट ल्याउने हो? होइन, मलाई खुट्टा त्यो त मैलो हुन्छ, काम छैन भनेर काटेर फ्याँकिन मिल्छ? मिल्दैन नि त, होइन? यदि आज खुट्टा काटेर फ्याँक्यो भने केले टेकेर हिँड्ने बोली है? भनेपछि हरेक अङ्गको काम छ। आमेन। हामी एउटै शरीर हौँ, एकतामा हुनु पर्यो नि। यदि खुट्टाले यहाँबाट भनेको आदेश मानेन भने के हुन्छ? प्यारालाइज हुन्छ। ओके, के हुन्छ? प्यारालाइज। त्यो शरीर स्वस्थ हुँदैन। त्यस कारणले गर्दाखेरि हामी सबैजना युनिटीमा बस्छौँ, एकतामा बस्छौँ, किनभने हामी ख्रीष्टको एउटै शरीर हौँ। आमेन। अनि त्यहाँनिर चाहिँ स्वस्थ मण्डलीको अवधारणा विकास हुन्छ। अनि एउटै आत्मा, अघि नै भनिसकेँ, त्यस कारणले गर्दाखेरि म धेरै व्याख्या गर्दैन। हामी सबैजनाले एउटै आत्मा पाएका छौँ। हामी सबैजना एउटै आशाको निम्ति बोलाएका छौँ। हामी सबैजनाको एउटै प्रभु हुनुहुन्छ। आमेन। छुट्टै प्रभु होइन, प्रभु एउटै हो। अनि त्यसपछि विश्वास पनि एउटै हो। आमेन। अनि भनेपछि एउटै बप्तिस्मा। आमेन। सबैले हामी पिता, पुत्र, पवित्र आत्माको नाममा बप्तिस्मा लिएका होइनौँ र? हामी सबैजनाको पिता एउटै हो। आमेन। अनि भनेपछि हामी के हौँ? उहाँको सन्तान हौँ, छोराछोरी हौँ। अनि हाम्रो एकता सत्यतामा आधारित छ। आमेन। किनभने हामी सबैको साझा विश्वास छ। यतिकै एकतामा आएको होइन, हाम्रो आधार बलियो छ। आमेन। यी सबै कुराहरू एउटै छ भनेदेखि एकतामा आउन नसक्ने कुरा चाहिँ के हुन सक्छ र? बुधा नम्बर 5 मा आफ्नो वरदान अनुसार सेवा गरेर। आमेन। एफिसी 4:11 र 12 मा यसो भनेको छ, अनि उहाँको वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू, कोही शिक्षकहरू बनुन् कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। आमेन। परमेश्वरले उहाँको इच्छा अनुसारको वरदानहरू दिनुभएको छ। आमेन। यस कारणले गर्दाखेरि भिन्दै यहाँनिर पञ्चदलीय सेवकाई भनेर धेरैजनाले यस विषयमा शिक्षा पनि दिइराख्नुहुन्छ है। पञ्चदलीय सेवकाई यो चाहिँ वास्तवमा मण्डलीलाई सेवकाईको लागि दिएका वरदानहरू। पवित्र आत्माको अन्य वरदानहरू पनि छन्, तर ती बाहेक यो चाहिँ विशेष गरेर सेवकाईको लागि परमेश्वरले दिनुभएको वरदान। अनि यो कुरा चाहिँ युनिटीमा गर्दाखेरि मात्र के हुन्छ? त्यो मण्डली अझै हेल्दी भएर जान्छ। अनि यहाँनिर चाहिँ के छ भने सेवाका लागि दिएका वरदानहरू पहिलो चाहिँ के हो? प्रेरितहरू। अनि अहिलेको समयमा सुरुको जस्तै प्रेरितहरू नहोला, तर प्रेरितीय सेवकाई भनेको चाहिँ के हो? मिसनरीहरू। अहिलेको समयमा भन्नुपर्दाखेरि चाहिँ प्रेरितले के काम गर्थे भन्दाखेरि परमेश्वरको वचनको सत्यतालाई चाहिँ क्रस कल्चरल, क्रस कन्ट्री होइन, एउटा देशभन्दा पनि बाहिर अनि कुनै एउटा संस्कृतिभन्दा पनि बाहिर गएर के गर्थे? परमेश्वरको वचन लिएर जान्थे है। यस्ता खालका व्यक्तिहरू पनि मण्डलीमा चाहिँदो रहेछ। मिसनरी भिजन भएका व्यक्तिहरू, नयाँ ठाउँहरूमा मण्डली स्थापना गर्ने दर्शन बोकेका व्यक्तिहरू, यो चाहिँ प्रेरितहरू हुन् है। प्रभुको कामलाई अगाडि बढाएर लैजाने। अनि वास्तवमा प्रेरितकै अर्थ चाहिँ के हो भनेको पठाइएकाहरू हो कि, सेन्ड आउट वान्स हो कि। तिनीहरू भनेको चाहिँ भित्र बस्नेहरू होइन, बाहिरको कुराहरू। अनि त्यो प्रेरितीय वरदान पाएको व्यक्ति चाहिँ एउटा मण्डली राम्रो भएकोमा मात्र खुसी हुँदैन, उसले चाहिँ यो मण्डलीको धेरै शाखा मण्डलीहरू हुनुपर्छ भनेर विचार गर्छ। आमेन। हालेलुया। अनि त्यो शाखा मण्डली स्थापना गर्नको लागि म जान्छु भनेर तयार हुन्छ है। प्रभुलाई धन्यवाद होस्। हाम्रो मण्डलीले होइन, पास्टर कर्ण अनि पास्टर किरण अनि पास्टर प्रताप जस्तो व्यक्तिहरूलाई हामीले यहाँबाट पठायौँ। आमेन। सुरुको दिनहरूमा गाह्रो थियो, तर पनि म जान्छु भनेर तयार भए होइन।
अनि हामीले गाउँको लागि धेरै प्रार्थना गरेको थियो। सहरबाट गाउँमा जानु कोही तयार थिएन। त्यतिखेर पास्टर किरणले भने म जान्छु, हाम्रो गाउँलाई बचाउनुपर्छ। आमेन। अनि त्यो खालको वरदान भएको व्यक्तिहरू हुनुपर्छ। आमेन। आउँदा दिनहरूमा म एकदम खुसी हुन्छु, हाम्रो मण्डलीबाट म पनि फलाना ठाउँमा मण्डली स्थापना गर्न जान चाहन्छु, प्रार्थना गर्नुहोस्। अनि प्रार्थना गर्नुहोस्, तपाईँले यतिकै हामी पठाउँदैन, तर तपाईँको बोलाउट चाहिँ सुनिश्चित हुन पर्यो के साँच्चै तपाईँ त्यो बोलाउटको लागि साँच्चै नै छानिएको हो कि होइन। अनि हामी त्यसको लागि तपाईँ जानुहुन्छ भने तालिम पनि दिन्छौँ होइन। अनि त्यसपछि प्रभुसँग प्रार्थना गर्छौँ, प्रभुले जुटाउने आशिष प्रभुले जुटाउनुहुन्छ। आमेन। हाम्रो उद्देश्य स्वचालित, स्वपालित र स्वउत्पादित हो, तर हामी धेरै कुराहरू तपाईँको लागि गर्न नसकौँला, तर प्रभुले तपाईँको लागि निश्चय नै गर्नुहुन्छ। यदि तपाईँले बोलाउट पाउनु भएको हो, प्रेरित वरदान पाउनु भएको भनेदेखि चाहिँ परमेश्वरले तपाईँलाई त्यस क्षेत्रमा चलाउनु नै हुन्छ। आमेन। अर्को चाहिँ अगमवक्ताहरू। अगमवक्ता भनेको चाहिँ के हो हजुर? पहिले नै हुन आउने कुराको बारेमा बताउने। आमेन। अनि परमेश्वरले त्यस्ता अगमवक्ताको वरदानहरू पनि मण्डलीमा दिनुहुन्छ। आमेन। अनि अहिले प्रभुलाई धन्यवाद होस्। अनि प्रभुले होइन त्यसरी हाम्रा प्रभुका जनहरूलाई चलाउँदै हुनुहुन्छ, दिनरात हाम्रो लागि प्रार्थना गर्दै हुनुहुन्छ होइन। अनि हाम्रो यहाँ डिकन बुवा हुनुहुन्छ, उहाँलाई परमेश्वरले कतिपय कुराहरू देखाउनुहुन्छ, गुरुआमालाई देखाउनुहुन्छ। हाम्रो यहाँ दिदी पनि धेरै लामो समयदेखिबाट ठुलो दिदी प्रार्थनामा हुनुहुन्छ, अनि कति कुराहरू उहाँलाई परमेश्वरले दर्शनमा दिनुहुन्छ। अनि अगमवक्तालाई चाहिँ हुन आउने कुराको विषयमा अगाडि नै प्रकाश दिनुहुन्छ। आमेन। अनि त्यसपछि अर्को कुरा के हो? सुसमाचार प्रचारकहरू। आमेन। सुसमाचार प्रचारकहरू। अनि यी दिनहरूमा चाहिँ अलिकति यो प्रचारकहरू चाहिँ कम भएको कि भन्ने मलाई फिल भएको छ होइन। किनभने हामी हरेक प्रभुको विषयमा बेलामा हात उठाउन भन्छौँ, तर केही व्यक्तिहरूले मात्रै हात उठाइराखेको म देख्दैछु। अनि म त के चाहन्छु भने हरेक व्यक्ति प्रचारक हुनुपर्छ। आमेन। हरेक व्यक्ति प्रचार आफूले पाएको विश्वासको विषयमा किन अरूलाई नबताउने? के म मात्रै स्वर्ग जाने, अरू चाहिँ नरक जाउन्? त्यसो कदापि हुँदैन है। त्यस कारणले गर्दाखेरि तपाईँले पाएको सत्यताको विषयमा साथीलाई भेट्दा, साथीलाई जसलाई भेट्यो त्यसलाई बताउनको लागि सधैँ उत्सुक हुनुपर्छ। आमेन। यो हप्ता तपाईँको लागि चुनौती छ। कतिजनालाई सुसमाचार सुनाउनुहुन्छ, किनभने अर्को हप्ता म हात उठाउन लाउँछु है। अर्को हप्ता तपाईँले औँला देखाउनु पर्ने हुन्छ। कतिजनालाई सुसमाचार सुनाउनु भयो यो हप्तामा। त्यस कारणले गर्दाखेरि प्रार्थना सहित होइन, त्यतिकै बाध्यताले भन्दा नि प्रभुले नै तपाईँलाई त्यो बोझ र दर्शन दिनुभएको छ भने प्रार्थना गर्नुहोस्। तपाईँ त्यो बोझलाई बोक्नुहोस्, किनभने प्रभुले तपाईँ र मलाई त्यस कामको लागि चुन्नु भएको। आमेन। त्यस कारणले गर्दाखेरि सुसमाचार सुनाउनको लागि मण्डलीले तपाईँलाई प्रचारक भनेर अभिषेक गरेर पठाउनु पर्दैन। हरेक व्यक्तिले आफूले पाएको विश्वास अरूलाई बताउनु तपाईँ स्वतन्त्र हुनुहुन्छ। आमेन। अरू के हो? मण्डलीको गोठालाहरू, पास्टरहरू है। पास्टर भनेपछि व्याख्या गर्नु पर्दैन तपाईँले। एउटा मण्डलीको के हो? गोठाला हो होइन, रेखदेख गर्ने काम हो होइन। अनि अर्को चाहिँ के हो? शिक्षकहरू। पास्टर एउटा भए तापनि, दुईटा भए तापनि शिक्षकहरू मण्डलीमा धेरै हुन सक्छन्, जसले शिक्षा दिने, बाइबलको सठिक होइन ठिक प्रकारले बुझेर बताउन सक्ने व्यक्तिहरू पनि मण्डलीमा चाहिन्छ। आमेन। यसकारणले गर्दाखेरि त्यस्ता शिक्षकहरू पनि मण्डलीमा हुन् भनेको छ। किन त यो पञ्चदलीय सेवकाई भन्दाखेरि यसको उद्देश्य चाहिँ के भन्दाखेरि विश्वासीहरूलाई सुसज्जित गरी ख्रीष्टको शरीर निर्माण गर्ने। आमेन। सबै विश्वासीहरूलाई सुसज्जित गरी के गर्ने? ख्रीष्टको शरीर निर्माण गर्ने। यो चाहिँ हाम्रो के हो? अल्टिमेट उद्देश्य। आमेन। अगेन यो सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्यो भने त्यहाँनिर युनिटी हुन्छ र ख्रीष्टको शरीर सुन्दर रूपले निर्माण हुन्छ। आउनुहोस् एउटा अर्को क्लिप पनि छ यहाँनिर, यसलाई हेरौँ। यो के हो थाहा छ? कार रेसिङमा होइन, यो चाहिँ कार आउँछ टायरहरू फेर्नको लागि आवाज दिनु पर्दैन। यो चाहिँ टायर फेर्ने काम हो। हेर्नुहोस् है कति छिटो गर्छ। आएर एकैछिन बस्ने बित्तिकै स्वाटै है त्यो चारवटै टायर फेर्नु। त्यो टायर कुर्दा चाहिँ त्यो हुँदो रहेछ क्या, पातलो हुने रहेछ, नभए बिचमा पड्किने सम्भावना हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ त्यो टायरलाई के गर्दो रहेछ? फेर्दो रहेछ। यहाँनिर के गरेको छ भने हरेकले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो आफ्नो काम पुरा गरेको छ। हेर्नुहोस् है यहाँनिर, हेर्नुहोस् त्यो एकजनाले आफ्नो आफ्नो कहीँ कन्फ्युजन छैन। हेर्नुहोस् है अघि हेर्नुहोस्, यो स्लोमा देखाएको हेर्नुहोस् है।
एउटाले टायर बोकेर ल्याएको छ है, भर्खर यो चाहिँ फेरि रिपिट गरेर देखाएको, स्लोमा देखाएको कि अघि तपाईँले देख्नु भयो नि छिटो भन्दाखेरि हरेकले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो आफ्नो काम गर्यो भनेदेखि त के हुने रहेछ, छिटो पनि हुने भयो, राम्रो नि हुने भयो होइन, असम्भव कुरा पनि के हुने भयो, सम्भव हुने भयो। यदि त्यही टायर 4वटा टायर एकजनाले फेर्नु पर्यो भए कति टाइम लाग्थ्यो, त्यो मान्छेले युद्ध त्यो रेस नजित्न पनि सक्थ्यो हो कि होइन। त्यस कारणले गर्दाखेरि हरेक व्यक्तिको आफ्नो आफ्नो भूमिका, कसैले पनि है त्यो उसले टायर चेन्ज गर्दा टायर तैँले होइन म चेन्ज गर्छु भनेर हाना थाप गरे भए के हुन्थ्यो है, टायर बोक्ने काम म गर्छु है, त्यो थिएन नि त डिसयुनिटी होइन, एकदम के थियो युनिटी, सबैले आफ्नो आफ्नो क्षेत्रको काम गरेको थियो होइन। अनि कसैले पनि त्यस्तो भन्न मिलेन है। मण्डलीमा पनि हरेकले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्यो भने भात पकाउने काम मेरो होइन भन्न थाल्यो भने समस्या हुन्छ नि होइन। मान्ने कुनै पनि कार्यक्रम हुँदाखेरि होइन त्यो एउटा जिम्मेवारी दिएको हुन्छ, भाँडा माझ्नु खालि मलाई भाँडा माझ्नु लाग्छ भन्यो भने समस्या हुन्छ होइन के कसो होइन। एउटा भाँडा माझ्नेले भाँडा माझ्नेको काम, बराल्नेले बराल्नेको काम होइन, पकाउनेले पकाउनेको काम होइन, यहाँनिर सञ्चालन गर्नेले सञ्चालन गर्नेको काम, हरेक काम चाहिँ प्रभुको दृष्टिमा ग्रहणयोग्य छ। आमेन। तपाईँले ख्रिस्टको निम्ति त्यहाँनिर अस्तव्यस्त भएको चप्पललाई मिलाएर राखिदिनु भयो भने त्यो पनि प्रभुले त्यसको इनाम दिनुहुन्छ। आमेन हो कि होइन। अनि त्यो टोइलेटहरू फोहोर भएको देख्यो भने कतिचोटि चाहिँ हामी गनगन चाहिँ सजिलै गर्छौँ, यस्तो फोहोर भएको रहेछ, कसरी बसेको होला, कसरी गरेको होला, अनि ठिकै छ नि त यस्तो फोहोर भएको रहेछ, प्रभुको जनहरूलाई नाकमा कति गाह्रो होला है, भित्र पस्नु कति गाह्रो होला, मै ब्रस लिएर सफा गरिदिन्छु भन्यो भने कति आशिष होला। आमेन है। गनगन गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ, झन् विद्रोहको भावना जागेर आउँछ, तर आफैले इनिसिएटिभ लिँदै गर्दाखेरि चाहिँ सबै काम पनि राम्रो हुन्छ, असल हुन्छ र एकतामा हामी अगाडि बढ्न सक्छौँ। आमेन।